सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिएको होस् यो समय दिनुभएकोमा र सम्पूर्ण प्रभु येशू ख्रीष्टमा मेरो न्याय अभिवादन जय मसीह नमस्कार यो परमेश्वरलाई धन्यवाद दिएको होस्। यहाँहरूको माझ म परमेश्वरको वचन म अध्ययन गर्नेछु। पहिले यूहन्नाको पुस्तक जैसे कि 2 अध्यायको 15 र 17 पदलाई म अध्ययन गर्नेछु। यहाँ यस्तो लेखिएको छ, संसारलाई प्रेम नगर्नु, संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै थोक अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेखी पिताबाट आएका होइनन् तर संसारबाट आएका हुन्। संसार बितेर जानेछ र त्यसको अभिलाषा पनि बितेर जानेछ, तर परमेश्वरको इच्छा पूरा गर्ने चाहिँ सधैँको निम्ति रहनेछ। परमेश्वरलाई धन्यवाद दिएको होस् यो वचन पढ्ने समय दिनुभएकोमा। साँच्चै नै कि वचनले हामीलाई प्रष्टसँग भन्दछ कि यसै कि संसारमा भएका यावत थोकहरू है, हामीले यो त्यो जुन चाहिँ मेरो पछाडि हामीले देखेका छौँ यो पहाड है, अनि घर कति अनि यसै कि सुन्दर छ है, अनि माथि हेरेपछि हिमालमा चाहिँ यसरी हिउँ परिरहेको छ अनि हरियाली देखिएको रहेको छ हैन, अनि मानिसहरूलाई चाहिँ अनि रमाउने मन लाग्दछ। तर यहाँ भन्न खोजेको के भनेपछि परमेश्वरको वचनले भन्दछ कि यदि परमेश्वरलाई प्रेम गर्ने मान्छे हो भने, यदि परमेश्वरको खोजी गर्ने मान्छे हो भने र यति संसारका कुराहरूले त्याग्नु पर्दछ भने एउटा उदाहरण दिनुभएको छ है। जस्तै एउटा रुखमा फल फलिरहेको छ, त्यो रुखमा फल फलेको फललाई हामीले चाहिँ यसै कि जुन यसरी तपाईँ अथवा स्याउ भनौँ, सुन्तला भनौँ, तपाईँ दिन पर दिन त्यही बाटो भएर जानुहुन्छ है, यसै त्यही बाटो हुँदै जानुहुन्छ अनि त्यो तपाईँलाई चाहिँ अनि लोभ जाग्छ, आहा कति राम्रो पाकेको छ, पहेँलो देखेको छ है, अनि त्यो रुखको फल टिपेर ट्याक्कै टिपेर चाहिँ अनि तपाईँले खाने मन लाग्छ अनि खानु पनि हुन्छ। तर चाहिँ के गर्नुभएको थियो त, त्यहाँ तपाईँको लोभ जाएको थियो, दिन पर दिन तपाईँ त्यहीँ जानुहुन्थ्यो अनि त्यसमा अनि तपाईँ लोभ जाएको कारणले गर्दा त्यो घरको मालिकलाई थाहै नदिएर तपाईँले चोरेर खानुभयो है। र त्यो भएको कारण चाहिँ आँखाको अभिलाषा तपाईँले देख्नुभयो र त्यो देखेको कारणले गर्दा तपाईँको मनमा लोभ जाग्यो र तपाईँले खानुभयो। यदि सोधेको भए पनि दिन्थ्यो होला नि त है, तर चाहिँ नसोधेर खानुभयो। त्यही भएर चाहिँ भन्दछ कि संसारको अर्काको धन सम्पत्तिमा चाहिँ आँखा नलगाउनु, संसारको थोकलाई आँखा नलाउनु। यहाँ भनेको छ कि यसरी कि शरीरको अभिलाषा है, के खाने अनि यसरी कि के खाने अनि आज यो खान पाए हुन्थ्यो, भोलि यो खान पाए हुन्थ्यो, आहा है, जस्तै चाहिँ घरमा चाहिँ खान नै पुग्दैन उसले चाहिँ